जय भोलेनाथ। ल हाम्रो भेना नानीलाई ऋण पनि नलागोस् दिन पनि नलागोस्। ल भेना नानी सानो काम छ एकछिन ल। भन्दा भेना नानी एउटा सानो काम थियो, पूजाको लागि एउटा सानो सामग्री ल्याउनु पर्ने र लिस्ट बनाएर राखेको। तपाईँ त समाजसेवी, अब जागरुक मान्छे तपाईँ नै परियो र यो मैले टिपिरहेको छु यो पूजाको लागि। ओहो बाजे, मलाई क्षमा गरिदिनुहोस्। म त घरबाट बिहानै निस्केको मान्छे, पैसा पनि गोजीमा छैन। म त खै अलिकति अप्ठ्यारो पो भयो। अरू कुनै दिन म ल्याइदिउँला नि, हुँदैन? मलाई माफ गरिदिनुहोस् ल। हुन्छ हुन्छ, म कुनै सेवकहरूलाई भन्नुला नि। नमस्ते 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 भेनाजु। नमस्ते हे नमस्ते। नमस्ते भेनाजु। नमस्ते नमस्ते नमस्ते। गुड मर्निङ साथीहरू, गुड मर्निङ गुड मर्निङ। नमस्ते अनि नमस्ते। नमस्कार भेनाज्यू, नमस्कार। नमस्ते। यति राम्री भएर मेरो साली परी एक्लै एक्लै कता हिँडेकी? के भेनाको मद्दत चाहिन्छ? त्यो पनि सक्ने कुरा हो र? आखिर भेना कसको? सालीको। भन न, मनमा केही कुरा नराखिकिन। म जे पनि गर्नु तयार छु। साँच्चै साँच्चै भनौँ, तर नाइ नभन्नुहोस् है। कसम हो कसम। मेरो साली परीको यो होठ, यो नयन, यो फिगर देखेर म ज्यान पनि दिनु तयारी छु हो, ज्यान पनि दिनु तयारी छु। भेना त्यसो नभन्नु न, मलाई त तपाईँको चाहिएको त, तपाईँको ज्यान त होइन। हो साँच्ची? मन खोलेर भन, तिमीले जे माग्छौ म त्यही दिन्छु। भेनाज्यू, मैले चाहिएको दबाई काजीको दोकानमा छ तर। तर किन सुर्ताउँछौ? म छु त, तिम्रो लागि सब कुरो गर्नु तयार छु। तिमीले मलाई भन न, म दिइहाल्छु। साँच्चै भेना, मैले भनेको कुरा पुरा गरिदिनुहुन्छ? तिमी नपत्याएको? लु हिँड, तिमी अघि अघि म पछि पछि।
तपाईँ यहीँ पर्खिँदै गर्नुहोस् है। हुन्छ हुन्छ। सानै छि लजाएकी ओली मोरी। काजीले दबाई दोकान चाहिँ कहिलेदेखि खोलेछ? बिचारा साली कति भोकाएकी होली। सायद म पनि सँगै हिँडेको भए त। सालो आमा भेना धेरै दिनपछि आउ न, हेर सालीलाई लिएर आएको नि। के खान्छौ साली? माग। सालो ए मान्छ देऊ है। के दिनु होला? एउटा फेन्टा दिनुहोस् न। ए हुन्छ। फेन्टा मात्रै खान्छ? अरू पनि खाऊ न। अरू पनि छ त। थ्याङ्क यू। खातामा लेख्छौ ल। ए हुन्छ। साली साली रेना आइपुगेँ म। कतै ढिलो त भएन? भएको छैन। अब गएर तपाईँले काजीदालाई भेट्दै हुन्छ। मैले उहाँलाई नम्बर छोडेको छु। भेना थ्याङ्क यू रेना। बाई रेना बाई। बाई बाई। हेर आजकलको मोरीहरू मेसेज छोड्ने तरिका पनि अर्कै छ। अरे नमस्कार है भेनाजु, नमस्कार। नमस्कार नमस्कार सालो। अहिले भेनाको त काम गर्ने तौर तरिका त खासै पो छ त हौ। होइन हौ सालो, त्यस्तो केही छैन हौ। यो सालोले पनि खै के भन्छ भन्छ। होइन हौ भेना, माया साट्ने नयाँ टेक्निक चाहिँ साह्रै मन पर्यो है मलाई। होइन हौ सालो साग, त्यस्तो कुनै ठुलो कुरो छैन। बरु मेरो कमली सालीले के प्रस्ताव चाहिँ पास गरेको छ त्यो चाहिँ भनौँ न हौ। कुरै नगर्नुहोस् भेनाजु, हामी दोकानीहरू त दलाल गर्नु बसेको मात्र त हो। सालो साहब, भेनाको काम गर्नु कहाँ दलाल हो? भेनाको काम गर्नु त सेवा पो त, सेवा। कहाँ हो भेनाजु, हामी त गाहकीहरूलाई त भगवान् मान्छौँ। तर के गर्नु, यो ठुलो ठुलो कम्पनीले हामी मसिनो दोकानहरूलाई उँभो राख्नै दिँदैन। सालो साहब, संसार यस्तै हो, तर मिहिनेतको फल मिठो हुन्छ। हो भेनाजु, ठुलो नाफा जति कम्पनीले क्वाप्पै खाइहाल्छ, मजा चाहिँ नारीहरूले लिन्छ। होइन हौ सालो, हामी दुईको मिठो कुरामा कम्पनी र नारीको कुरा चाहिँ किन? बरु सालीले भनेको कुरा गरौँ न यहाँ। आम्मामा भेनाजु, यत्रो खर्च चाहिँ कुन चाहिँ आँटले गर्नुहुन्छ हौ? आठ आठ होइन सालो, यो ठुलो मन त माया गरेर धर्म गर्ने पो। माने है भेनालाई चाहिँ माने भन्दा भेना, रिचार्ज र नेट प्याक गरेर पुरा 1500 को हालेको छ भाउचर तपाईँको सालीले। अनि यो पेमेन्ट चाहिँ भेनाजुले गुगल पे गर्नुहुन्छ कि क्यासै दिनुहुन्छ हौ? सालीले त दबाईको कुरा गर्दै थियो, भन कहाँबाट आयो यो 1500? 1500 नै हो सालो? अरे भेनाजु, म किन झुटा बोल्नु हौ? नपत्ताइ बिलै हेर्नुहोस् न। सालो, सालीले फोन नम्बर दिएको छ अरे नि, खै फोन नम्बर दिऊ न त। त्यही मार्क्सतिर लेखिदिएको होला, हेर्नुहोस् न। The number you are trying to call is currently not reachable. Please try again later. जोशीले फोन पनि ब्लक लिस्टमा हालेछ, 1500 पनि चुन्न लागेछ। लौ पैसा। ए हुन्छ भेनाजु।